आजकल मानिसहरू धेरै बोलिरहेका छन्। संसद बोलिरहेको छ, सडक बोलिरहेका छन्, सामाजिक सञ्जाल त झन् चिच्याइरहेको छ। यो कोलाहलको बीचमा मान्छेभित्रको आवाज भने बिस्तारै हराउँदै गइरहेको छ। बोल्ने स्तम्भ त्यही हराएको आवाजलाई बिउताउने प्रयत्न हो। अचेल समाचार त बडो मुस्किलले भेटिन्छन्। यो विरोधाभासले भरिँदै गएको दुनियाँमा समयको अर्थ हामी बुझिरहेका छैनौँ। देशमा हरेक दिन नयाँ नयाँ घटना घटिरहेका छन्। अहिले सरकार बदलिएको छ, सबैमा नयाँ आशा पलाएको छ। हिजोका राजनीतिक नारा बदलिएका छन्, भाषण फलाप्नेका अनुहार अब पुराना छैन। तर मानिस भने दिनदिनै निकै थाकिरहेको छ। यो देशमा युवालाई आफ्नै भविष्य हराउँदै गएको आवाज भइरहन्छ। हरेक परिवारभित्रको भविष्य डराइरहेको छ। जताततै भौतिक विकासको कुरा मात्रै धेरै छ। समस्या केवल राजनीतिमा छैन, समस्या हाम्रो व्यवस्थामा मात्रै छैन। सायद हामी समयलाई बाहिरबाट मात्रै हेरिरहेका छौँ। बोल्ने स्तम्भ समयलाई बुझ्ने आफै भित्रको यात्राको कथा हो। अहिले युवा विदेशिनु आर्थिक बाध्यता मात्रै भइरहेको छैन, देशभित्र हराउँदै गएको विश्वासको कथा पनि जोडिएको छ यसमा। जब चेतना धमिलिँदै जान्छ, भावना स्वार्थमा बदलिन्छ, तब शहर र सडकहरू भरिन थाल्छन्। तर मानिसहरू भने भित्रभित्रै खाली हुन थाल्छन्। बोल्ने स्तम्भ त्यही मानिसभित्रको खालीपनसँगको संवाद गर्ने प्रयास हो। यदि तपाईँ समाचारभन्दा गहिरो कुरा सुन्न चाहनुहुन्छ, समयको सतहभन्दा तल हेर्न चाहनुहुन्छ, देशलाई राजनीतिबाट मात्र होइन नागरिकको मनबाट बुझ्न चाहनुहुन्छ भने बोल्ने स्तम्भमा तपाईँलाई स्वागत छ। तपाईँको एक सब्सक्राइब मेरो एक मुठी साहस बन्नेछ। सब्सक्राइब गर्न नभुल्नुहोला। धेरै पहिले सुरु गरेको यो श्रृङ्खला कारणवश अघि बढ्न सकेको थिएन। अब म फेरि आइपुगेको छु। तपाईँको साथ मेरो शक्ति बन्नेछ। छिट्टै भेटौँला। नमस्कार।